यस्तो भ्यू चाहिँ तर पहिरो यार यो पालि नि कालीकोटको याद आयो मलाई त कालीकोटमा नि यस्तै भएको थियो तर कालीकोटमा चाहिँ यस्तो मनसुन सिजन थिएन दसैँको टाइममा धेरै पानी परेर त्यस्तो भएको थियो बवाल छ सिन चाहिँ तर बाटो चाहिँ पहिरोले खाइदिन्छ सबै ल नयाँ दिन नयाँ सुरुवात तातो पानीको साथ अहिले चाहिँ ठ्याक्क 6 बज्यो अलिकति सुताइ हिजो तरफ थियो यस्तो छ अहिले अलिअलि हिमाली भेग देख्न थालियो हिजो चाहिँ ऱ्याम यहाँ सुतेको कति डेन्जरै थियो त्यही भएर अलिकति निन्द्रा मजाले गएन ठिकै छ यस्तै हो यात्रामा हिँडेपछि लस्सी सुन हेरगडा प्लेनै कति तल उडिरहेछ यहाँ छ प्लेन लास्टै बबाल सिमलारामा उडिरहेछ फाप्लु हो ए लुक्ला उही त उही अहिले हामी जाने त्यो चौडी खाल दाइ साथी यो प्लेन लुक्लाबाट उडो काठमाडौँ जाँदैछ कि रामेछाप जाँदैछ उडिरहेछ यी वा नजिकै छ यी ठोकेला जस्तो हुन्छ यहाँ हेर लुक्ला देख्दा जस खुसी लागिरहेछ आज यहाँबाट मजा 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 कपाल ल्याङ छ कोर्नु पर्ने थियो काइयो छ मैले काइयो लिएर आएको छु यो पालि चाहिँ किन भन्दाखेरि मेरो कपाल डेड लक हुन्छ नत्र लट्टा पर्छ क्या डेडै लक हुन्छ नुहाउनु नि पाएको छैन अब नुहाउने त सम्झिने हो ल लुक्ली प्लेन आइरहेछ यार तर ठिकै छ नयाँ पहिला नि प्लेनमा आएकै हो धेरैचोटि 5-6 चोटि नै यो पालि चाहिँ अब ट्रेकिङ धेरै तलदेखि मजै भयो लुक्ला पुग्नै 4 दिन लाग्यो अनि ल बाबा 4 दिनमा म फ्लाइटबाट आएर 4 दिनमा त म ठाउँमा पुगिसक्थेँ होला सायद 4 दिनदेखि 5 दिनमा त म गोरखसेप पुग्थेँ ल खिच्दै गरौँला भिडियो रमाइलो मिसिङ यु गाइज एभ्रीबडी केटाहरूलाई त मिस गर्छु किन भन्दाखेरि अब यहाँनिर मम ड्याड आउँदैन अब बुढी पनि आउन सक्दैन अन्त आफ्नो मेमोरी त केटाहरूसँगै छ नि त यहाँ यस्तो ठाउँमा त्यो म चाहिँ अनुप भाइ पनि आई मिस यु ब्रो होइन अब योपालि मिलेन के गर्छ अर्को नेक्स्ट टाइम त अब आउने त अब कहिले यहाँ म चाहिँ जे मस्त घुमेर आउँछु ल टु बी कन्टिन्यू कपाल भेरी भेरी ब्याड अलि दिनको हतारले गर्दाखेरि उएर हेली कहाँ खै कहाँ हेली त मभन्दा धेरै तल छ कहाँ जान्ला होला लुक्लै जान्ला हो कि 3-4 दिन बेसी वेट गरे भए हेलीमा आउने रहेछ तर ठिकै छ कति लुक्ला जाने पहिला पनि लुक्लै आएको होइन मेरो दाइ हेलो भनिदिनु त दाइ उहाँ चाहिँ मेरो जीवन रक्षक उहाँ 2 जना दाइहरू चाहिँ मेरो एकदम जीवन रक्षकहरू ल हेली त क्या तलबाट गइदिरहे दाइ यो माथिको चाहिँ लुक्ला ऊ पर चाहिँ के अरे दाइ चौडी खड्का होइन ऊ पर त्यहाँ पुग्नु स्याङबोचे होइन ल त्यहाँ पुग्नु त्यहाँ त पङ्खा भइदिएपछि आजै उडेर पुगिदिन्थ्यो दाइ छैन के गर्नु है कहाँ पुग्ने नि त्यो ठाउँमा हल्का सुकाउने अनि टक्क तेल उल गरिदिने तेलमा बुझ्दै अन्त यो भन्दा चाहिँ मर्दी पुग्यो भारी मैले देखाइसकेँ आउनु न आउनु म देखाउँछु
कस्तो गाह्रो गरेर ल्याइदिरहेको छ गाईहरूले सुलसुलमा अनि पनि केही भएन हुन्छ नि होइन त नुर्गेको चाहिँ यहाँ प्रसङ्ग नुर्गे त उता टाक्सिङ हो नि ताक्सिन्डुको हो यो चाहिँ पासाङ लामुको घर केटी होइन फर्स्ट हिमाल चढेको हाम्रो महिला मार्नको लागि लोकेसन खराब छ म त दाँतमा पुग्छु 11 बजे उठ्न चाहिँ 5 बजे उठेको यहाँबाट चाहिँ नाम्चे र लुक्ला छुट्टिने रहेछ यहाँबाट चाहिँ नाम्चे र लुक्लाको उयो पोइन्ट रहेछ छुट्टिने यता माथिबाट लुक्ला पुग्ने रहेछ यताबाट नाम्चे पुग्ने रहेछ माथिबाट लुक्लाबाट गयो भने फेरि झर्नुपर्छ अब यतैबाट स्याट्टा जाने बबाल झर्ना छ यो चाहिँ हाम्रो द माइटी रोड कोसी बबाल हाइटमा चाहिँ भिड छ डर लाग्छ यो बाटो हिँड्दै जाने अझै जुका है केटा उयो यसरी आउँछ जुका सिरिङ बनाउँछ यसले टोक्ने ठाउँ खोजिरहेको छ त्यो हातको माथि साह्रो भएर नटोकेको ऊ छिर्या एकैछिन कहाँ छिरो जुका दुःख छ है दुःख यसरी घडीको भित्र जुका भेट्छ बबाल झर्ना छ हामी चाहिँ पुल तर्दै जाम जुकाले हैरान गरे क्या यार मुखै प्याक भयो यो चाहिँ काम लाग्ने चिज रहेछ साथी हो आफ्नो ब्यागलाई चाहिँ भारी हुन्छ अलिकति 2.5 लिटर पानी तर एकदम युजफुल छ केही छैन अलिकति भारी ल टु बी कन्टिन्यू ट्रेनर चाहिँ यो प्रकारको हुन्छ यता टट्ट त्यही भुसाल्दिने रक्दिने हक्दिने त्यही भुसाल्ने यहाँबाट चाहिँ जी फर्किँदा यो बाटो जानुपर्छ साथी हो मलाई त लास्ट माया लाग्छ यार यो एउटा पुरुषोत्तम परशुराम भन्ने एउटा दाइ छ क्या मसँग त्यो दाइलाई हेरेर म त कस्तो रुन मात्रै सकेको छुइनँ के भन्नु आफूसँग पनि छैन है भावै त गर्थेँ तर पछि कमाएर विदेश गएको रहेछ दाइ अनि रक्सी खाने क्या मान्छे यार 30 केजीको छैन भारी बोक्छ 50 केजी मलाई त लास्ट माया लागिरहेछ रुन क्या पुरा भावुक भइसक्यो क्या म अब मैले त गर्ने गर्छु हेर जसले के भने नि मलाई त खाना लाउनु पुगिने रहेछ फेरि पैसा दिएर पनि घर नलाने रहेछ दारु खाने एक्लै परपराउने रहेछ मान्छे ठिक रहेछ रक्सी खाएपछि अहिले यसरी डाइरेक्ट नखिच्नु अनुहार भनेर अहिले पछि कुरा गर्नुपर्छ दाइसँग के
क्या माया लाग्छ भने मम्मी कसम रुन मात्रै नसकेन त्यो अनुहार हेरेर कि ए तपाईँको बहिनीहरू पनि छ ए कहाँ छ बहिनीहरू चाहिँ ए काठमाडौँतिर छ मान्छे बहिनीले चाहिँ धेरै सहयोग गरिरहेको छ तर मैले हेर्नु पर्यो भोलि पर्सि ए बिहे गरिसक्यो गरिसक्यो भन्दा पनि अब होला आफ्नो ठाउँमा होइन म चाहिँ यता ठाडो खोला कटेर फाल्टिङतिर लागिर त्यो भारी बोक्ने दाइहरू लास्ट स्लो गरेँ नत्र त आज त म पुगिसक्थेँ क्या दामी बिरालो आइदिएर यार बाघ हे यो बाघ यो पनि एउटा बाघै हो औ यता हेर न टाइगर ये बबाल छ ओए खतरा हान्दिएर घात लगाएर बसेको छ सिकारी मोडमा छ नयाँ नयाँ साथी भेट्छ यता हेर हेलो भन्दै नै हातले क्या हेलो यहाँबाट हिँड्नु पर्ने बाघ राजाले छोडेकै छैन गइसक्यो दाइहरू बाघ राजा यहीँ छ यहाँ हेर्दै ओ बाघ राजा पैसा कमाउन गाह्रो छ एकदमै गाह्रो छ दाइहरू पनि दादा रे छेउछेउ नहिँड्नु दाइहरू फुल झ्यापमा छ मलाई लिएर हिँडेको मलाई त यस्तै पर्छ है मलाई लिएर हिँडेको दाइहरूले यहाँ तलदेखि सबै मलाई धेरै टेन्सन छ दाइहरूको बोले मलाई मेरो टेन्सन छैन दाइहरूको टेन्सन छ यो दुईजनाको ज्याप एकछिन छोडे कि भट्टी छिरेर रक्सी खाइदिन्छ पहिरो झर्ने ठाउँ रहेछ यस्तो चाहिँ एकदम आफैले नोटिस गर्ने हो क्या यस्तो देखेपछि अरूले भनिदिँदैन बुढीले बिहान बिहान टेबलमा खाना ल्याइदिए जस्तो हुँदैन यो आफै कन्सियस भएर हिँड्ने हो यहाँबाट एउटा ढुङ्गा जति पनि झर्न सक्छ म त ठिकै छु आई नो द्याट अरूलाई भनेको सेतो बाख्रा हो जम रात परिसक्यो दाइ पेर्नुपर्छ जम बाख्रा भन्छ त दाइ बाख्राले जोताइ क्या हो दाइ ए मलाई मेरो दाइको लास्टै माया लाग्छ तर के बाख्रा
बाख्रा चाहिँ कहाँ देख्यो दाइले दाइ बाख्रा होइन क्या अहिले हाम्रो पुरुषोत्तमका दाइका परशुराम जम बिस्तारै दाइ जम स्याम्पर हर्साउँछ दाइहरूले घरि बाख्रा गयो भन्छ घरि कोमाल गयो भन्छ आउँदा यो देखेन कि क्या हो यार किन याद नगरे कि नदेखा यो बवाल रहेछ त यो जम्मा दामी बनाएको रहेछ है अति नै बवाल यस्तो झर्ना कहाँ हुन्छ त यो चाहिँ अस्ति हामीले नोटिस नगरेर रहेछ अब्बा झर्ना रहेछ दामी बनाएको रहेछ पोखरी ड्यामले अस्ति आउँदा थिएन यार यो जसले भन्ने पनि थिएन यो हामी चाहिँ यति राति यो जङ्गलमा जान लाग्दैछौँ केही देख्दैन यार मोबाइलमै केही देख्दैन यस्तो खोलाको बाटो यो के हो केही देख्दैन फुल जङ्गल हो यो हिउँ परिरहेको अलिअलि आज चाहिँ बबाल लेट भयो मलाई पुरै अन्धकार छ डर लागिरहेछ अलिअलि त डर लागिहाल्छ मान्छे टुकी भाइको गीत सुन्दै चट्ट हिँड्दैछु म गए मेरो बास बस्ने ठाउँ यस्तो प्रकारको छ यहाँ चाहिँ बास बस्ने हो आज लोधी हिँडेछ लोधी डेन्जर हिँडेछ यहाँ बास बस्ने अनि भोलि बिहानै उठेर फेरि लाग्ने ल दामी छ तपाईँको खाना बवाल छ खसीको मासु सबै छ ल खाना खामै दाइहरू एउटा गीत गाइदिनु न त एउटा गीत Okay, now we should eat our rice. We should eat our rice and then we eat this rice whiskey and then we sleep. Yes, it's Nepali local rocks. Yeah, from rice. Yeah. Yeah, let's sleep now. That's the time.